युट्युब च्यानल। तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज चाहिँ हामी यतिकै घुम्नलाई जाँदैछौँ। यहाँ हाम्रो भाइ आउनु भएको छ युट्युबर एकजना। यतिकै घुम्नु जाँदैछौँ हामी। यहाँ भाबी हुनुहुन्छ दैलोमा बसेर हाँसिराख्नु भएको छ। र ब्लग चाहिँ खास त्यस्तो केही छैन, हामी चाहिँ यतिकै घुम्न जाँदैछौँ खेतीतिर। र त्यही हो। त्यति खास केही छैन, हामी चाहिँ हाम्रै घरको खेतीमा छेउमै आएर चाहिँ घुम्नको लागि यहाँ एउटा फ्याक्ट्री, दुईटा फ्याक्ट्री बनाउनु भएको छ। एकबार देखाइदिनुहोस् क्यामेराम्यान फ्याक्ट्री। चाहिँ त्यही जान आँटेकी छौँ र यो चाहिँ नयाँ फ्याक्ट्री हो हाम्रो गाउँको। हामी चाहिँ एकबार पनि गएको छैनौँ, अहिले त्यही जान आँटेकी छौँ र हामी वहीँ गएर भिडियो कन्टिन्यू गर्छु। तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला। आशा गर्छु हजुरहरूले लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनुहुन्छ। यहाँ चाहिँ छ एउटा दलङ, हाम्रो घर छेउकै हो। अनि यो चाहिँ मराखाली हो। यहाँ चाहिँ भाइले पनि ब्लग बनाउनु हुँदैछ। यहाँ चाहिँ छ दलङ, दुईटा हाम्रै गाउँको हो। यो चाहिँ बोगरी गस डेभिड ल्यान्ड। यो चाहिँ नयाँ हो, यो चाहिँ नयाँ दलङ हो। यो चाहिँ नयाँ दलङ। यहाँ चाहिँ छ होइन, यहाँ चाहिँ भयो तपाईँहरूको एउटा बार सिस्टमको छ। हजुरहरूले चाहनुहुन्छ भने यहाँ आएर खान सक्नुहुन्छ, वरतिर बनाउन सक्नुहुन्छ। यहाँ चाहिँ बानपानी भयो भने चाहिँ यहाँ सबै भर्ती हुन्छ। अहिले चाहिँ त्यति पानी सानी पनि छैन। चाङघर पनि छ यहाँ एउटा, म हजुरहरूलाई अहिले देखाइदिन्छु। हो त्यहाँ चाहिँ चाङघर पनि छ एउटा। हामी चाहिँ फ्याक्ट्रीको छेउछाउ आइपुग्यौँ। प्राइभेट फ्याक्ट्री हो हाम्रो एउटा युट्युबर चाहिँ एक्लै उहाँ टुटुकुट हिँडिराख्नु भएको छ। त्यहाँबाट अगाडि सुमनको बस छ, त्यहाँ तलपट्टि जाल लगाएको छ। हामी चाहिँ फ्याक्ट्री मेरो छोरा। ये है खोलिए चालू और ये है प्राइवेट लिमिटेड। मजा आउँछ।
राख्ने जग्गा हो। अहिले चाहिँ फ्याक्ट्री बन्द भएको कारणले गर्दा यहाँ चाहिँ पात राख्नु भएको छैन। अहिले चाहिँ चियापत्तीको सिजन होइन नि त, त्यसले गर्दाखेरि फ्याक्ट्री पनि चलेको छैन। सो वर्तमान चाहिँ अहिले दोडा तिनवटा छ, सानो एउटा दोडा, ठुलो दोडा। अब अलिक इन फ्युचर अझै फेरि दोडा माथि, फेरि दोडा भयो तिनवटा माथि बनाउँछन्, ठुलो अझै बनाउँछन्। त भन्नु न त त्यसरी, अब मैले दिएँ त त्यही त मैले भनिहालेँ नि। तपाईँको पनि नाम छ त यहाँ होइन? यो चाहिँ दोडा ठुलो छ होइन, अनि यो चाहिँ सानो छ। अब यो चाहिँ सानो डेमो। ये है आम जिंदगी, ये भी सरेआम जिंदगी, और ये है मेंटोस वाली जिंदगी। यो चाहिँ अर्को फ्याक्ट्री हो र यो फ्याक्ट्री चाहिँ कम्प्लिट भइसकेकै छैन। त्यही पनि हजुरहरूलाई देखाउनुको लागि हामी जाँदैछौँ। यहाँ बुढा अगाडि हाई पनि भन्न सक्नुहुन्न क्या हो। यहाँ भाइ, यहाँ बहुत धेरै जाडो छ गाइस। पुरा हावा, आज पुरा हावा। कोकरी हिँड्दैछु, भिडियो बनाउन आएको। अरे यस्तो लाग्दैछ कि काश्मीरमा घुरे जस्तो लाग्दैछ होइन। बहुत तेज हावा मार्दैछ गाइस। यहाँ मेरो छोरा चाहिँ आफ्नै धुनमा हिँडिरहेछ। फ्याक्ट्री चाहिँ आज चाहिँ यहाँ पुरा जाडो छ, साँच्चै नै भन्दा पनि स्वेटर लगाएर पनि जाडो मरेको छैन, त्यस्तो जाडो छ। यो चाहिँ जेनेरेटर होइन यो, यत्रो हुँदो रहेछ नि। को मान्छे छ होला म त जान्दिनँ। हेरे चलो हाई भन्दा त्यहीँबाट चलो हाई गाइस भन्, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु भन्। अनि अघि गएको फ्याक्ट्री यो हो र यहाँ चाहिँ नयाँ बनाउँदैछ मात्र होइन, बनाउँदैछ मात्र, बनाइसकेको छैन। आजभन्दा 1 साल भइसक्यो, 6 महिना जस्तो भयो होला यो लागेको। कम्प्लिट चाहिँ भएको स्टार्टिङ भयो होइन। टाइम लाग्छ बनाउन पनि, लगभग 1 वर्ष त लाग्छ न। 1 वर्ष त लाग्छ, लाग्दैन? यो पात राखेर बनिन्छ होइन। मेरी श्रीमती, भाइ हजुर अनि छोरा हजुर पर्खेर बसेका रहन् कहिले म आउँछु भनेर। ठुलै हुन्छ, राम्रो हुन्छ, तर यहाँ चाहिँ अब होइन, राति त कस्तो चकमन्न उज्यालो हुन्छ, क्या राम्रो देखिन्छ घरपट्टि हेर्दाखेरि। हामी चाहिँ अब जान लागेका। यता छ चियापत्तीको खेती, यता छ बाटो, यता छ फ्याक्ट्री, त्यसको उतापट्टि अर्को फ्याक्ट्री, बिचमा छ चियापत्तीको खेती होइन। खेती नै खेती, चियापत्ती नै खेती मात्र छैन। अहिले त आसाममा एकदम, अब आसाम त हेर्नुहोस् चियापत्तीको लागि नै फेमस भइसकेको छ।
हामी चाहिँ अहिले फ्याक्ट्री हेरेर घर जाँदैछौँ। जाँदा जाँदा बेलुका पनि भइसक्यो। यहाँ बुढा हुनुहुन्छ, यहाँ चाहिँ म अनि भाइ चाहिँ उहाँ अगाडि अगाडि। बेलुका पनि भइसक्यो, त्यसले गर्दा हामी चाहिँ फटाफट घर गएको। उहाँ चाहिँ हाम्रो घर छ हो। यहाँ चाहिँ सबैतिर खेतै खेत। अहिले यहाँ चाहिँ पुरा घरै घर। अगाडि यहाँ चाहिँ एउटा पनि घर थिएन, यहाँ सबै खेती मात्रै थियो। अहिले यो त एक सालमै पुरा घर 4-5वटा, पुरा 4-5 भन्दा बेसी नै छ, यति धेरै छ। सो हेर्दै जानुहोस् होला। यो भिडियो हेरेर राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनुहोस् है। हजुरहरूले सब्सक्राइबै गर्नु हुँदैन, सब्सक्राइब गरिदिनुहोस् न। Women. हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला। हजुरहरूले सब्सक्राइब गरिदिनु भयो भने, लाइक, कमेन्ट गरिदिनु भयो भने मलाई पनि राम्रो लाग्छ भिडियो बनाउनको लागि। र अरे देवा, ये गडबड है बाबा। र यसरी नै म राम्रो राम्रो भिडियोहरू लिएर आउँछु हजुरहरूको अगाडि। र धेरै माया दिनुहोस् होला यो भिडियोलाई, त्यही भन्न चाहन्छु। लेकिन एक सेकंड